नमस्ते, म अधिवक्ता चुडाराजु कृति। के मित्रहरूले योभन्दा अगाडिका भिडियोहरूमा पनि कमेन्ट गरेर सोध्नु भएको छ, विशेष गरी हरिजीले यो हेर्न नमिल्ने भनेको मुद्दा के हो, कस्तो अवस्थामा चाहिँ इजलासले अदालतले मुद्दा हेर्दैन भनेर जिज्ञासा राख्नु भएको छ। त्यो विषयमा के छ कानुनी प्रावधान यो एक्सर्साइज के छ, हामीले अभ्यास के गरिराखेका छौँ भन्ने विषय म प्रश्न पार्न चाहन्छु। यो मकवानपुर जिल्लामा अहिले सडक विस्तारको लागि पनि बाटो विस्तार गर्ने क्रममा केही घरहरू भत्काएका विवादको विषय सर्वोच्च अदालतमा विचाराधीन छ। पटक पटक पेशी सरेको छ र हेर्न नमिल्ने सूचीमा पर्यो भन्ने साथीहरूबाट केही मकवानपुरका जनता या नेताबाट पनि जिज्ञासाहरू आएको छ। यो 2-3वटा अवस्थामा इजलासले मुद्दा हेर्दैन। एउटा स्वार्थ बाजिएको कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भन्छ हामी अवस्थामा मुद्दा इजलासले हेर्न मिल्दैन। जस्तो कि अब न्यायाधीश योभन्दा अगाडि त्यहाँ जो न्यायमूर्ति हुनुहुन्छ उहाँको स्वार्थ बाँधिने किसिमको मुद्दाको विषयवस्तु रहेछ, नातागोता या सम्बन्धित विषय रहेछ, नजिकको सम्पर्कको या अन्य कुनै कारणले त्यो न्याय निरूपण गर्दा या कुनै फैसला या आदेश गर्दा स्वार्थ बाजिएको आग्रह पूर्वाग्रह देखिने अवस्था रह्यो भने त्यो अवस्थामा हेर्न नमिल्ने अवस्था हुन्छ र त्यो इजलासबाट त्यो मुद्दा सोधिन हटाइन्छ। अर्को भनेको चाहिँ पहिले नै संलग्न भइसकेको अवस्था। पहिले संलग्नता कस्तो भनेदेखि यो पूर्णावेदनको तहमा प्रत्याशी झिकाउने या झगडा झिकाउने अवस्था अथवा कुनै विशेष त्यो मुद्दामा आदेश गरिसकेको अवस्थामा पहिले संलग्नता भइसकेको अवस्थामा चाहिँ या आफू वकिल हुँदाखेरि कुनै मुद्दाको ड्राफ्ट गरेको रहेछ, काहीँ कति जिल्ला तहमा फैसलामा सहभागी भएको रहेछ या आफ्नो फर्मसँग जोडिएको मुद्दाहरू पनि त्यस्तो अवस्था पनि हेर्न नमिल्ने अवस्था रहन्छ र त्यो दिन हेर या मुद्दा हेर्ने क्रम सोधिन्छ। अर्को भनेको अब इजलासमा कुनै अवस्थामा चाहिँ माथिल्लो तहबाट या पूर्ण इजलासबाट विरोधपूर्ण इजलासबाट कुनै फैसला गर्नुपर्ने, कुनै विषयमा चाहिँ राय दिनुपर्ने अवस्था रह्यो भने पनि त्यो इजलासबाट हेर्नुपर्ने हुँदा अहिले तत्काललाई हेर्न नमिल्ने भनेर मुद्दाहरू स्थगित गरेको पाइन्छ। यसले स्वाभाविक रूपमा चाहिँ स्वाभाविक एउटा मुद्दाको प्रक्रिया चाहिँ लम्बिन्छ, पछि चल्छ, समय चाहिँ केही खपत भएको जस्तो या मुद्दामा ढिलाइ भएको जस्तो देखिन्छ। तर कन्फ्लिक्ट अफ इन्ट्रेस्टको कुरा, आफ्नो स्वार्थको कुरा या आग्रह पूर्वाग्रह जोडिने अवस्थामा चाहिँ यस्तो अवस्थामा इजलासले मुद्दा हेर्दैन। यसलाई नै हेर्न नमिल्ने प्रकृतिको भएर सो दिन इजलासबाट सुनवाई हुँदैन। यसरी मुद्दाका प्रक्रियाहरू अगाडि बढ्ने हाम्रो अदालती अभ्यास छ। धन्यवाद।